गलाती 5:19-21 भन्छ नि त कि शरीरका कामहरू प्रत्यक्ष छन् जो यिनै हुन्: व्यभिचार, अपवित्रता, लुचाइ, मूर्ति पूजा, मन्त्रतन्त्र, दुश्मनी, झैँ झगडा, ईर्ष्या, फुटकुमार, डाहा, मतबलीपन, भोजको मसमा यस्तो थुप्रै कुराहरू जसको विषयमा मैले बताइदिएको छु र जनाइदिएको हुँ। यस्तो यस्तो काम गर्नेहरू चाहिँ स्वर्गको राज्यमा पस्दैन भनेर भनेको छ नि त। अनि यो कुरा कसलाई लागु हुन्छ? हामीलाई लागु हुन्छ नि, विश्वासीहरूलाई होइन। अनि आजको दिनमा यो कुरा शैतानलाई थाहा छ नि त फेरि कि प्रभु यीशु ख्रीष्टले एउटा नियम बनाइदिनु भएको रहेछ। विश्वास गरेर मात्रै भएन, तर विश्वासको प्रमाण पनि यिनीहरूले दिनुपर्ने रहेछ। यीशु ख्रीष्टले के गर्नुभएको छ? यीशु ख्रीष्टले परमेश्वरको कुरा गर्नु, परमेश्वरले के गर्नुभएको छ? परमेश्वरले म तिमीहरूलाई प्रेम गर्छु मात्रै भन्नु भएन, तर उहाँले प्रेमको प्रमाण उहाँले दिनुभयो। कसलाई पठाएर? यीशु ख्रीष्टलाई पठाएर प्रेमको प्रमाण हामीलाई दिनुभयो। त्यस पछाडि यीशु ख्रीष्ट संसारमा आएर म तिमीलाई माया गर्छु, म तिमीलाई उद्धार गर्छु, म बाटो सत्य र जीवन हो, मलाई विश्वास गरेर म स्वर्ग पुर्याउँछु मात्रै उहाँले मुखले भन्नु भएन, तर उहाँले त्यो जो उहाँले भन्नुभयो नि त्यसको प्रमाण चाहिँ उहाँले क्रुसमा टाँगिएर उहाँले दिनुभयो। बुझ्नुभयो नि? प्रमाण यीशु ख्रीष्टले पनि प्रमाण दिनुभएको छ। मैले अगाधै माया गरेको प्रमाण चाहिँ म क्रुसमा टाँगिएर हो, हेर मेरो नानी हो भनेर उहाँले दिनुभएको छ। त्यसरी नै यदि हामी विश्वासीहरूले पनि यदि म प्रभु यीशु म तपाईँलाई विश्वास गर्छु, हे प्रभु यीशु म तपाईँलाई माया गर्छु भन्छ भने यो माया र विश्वासको प्रमाण चाहिँ यीशु ख्रीष्टले हामीले दिनुपर्छ। अनि त्यो विश्वासको प्रमाण चाहिँ के हो? त्यो चाहिँ हो काम गरेर। अनि त्यो कामको पहिलो खुड्किलो चाहिँ हो त्यो चाहिँ शरीरको अभिलाषालाई मारेर।